आज हामी घुम्न गएको, त्यही भएर हामी चाहिँ घरबाट निक्लिसक्यौँ होला। एयरपोर्ट पुगिसक्यौँ। एयरपोर्टको रोड्समा देख्नुहुन्छ, यो चाहिँ एयरपोर्ट पुगिसकेको। एयरपोर्टको त्यो बार छ। हामी चाहिँ जाँदैछौँ स्कुटरमा, सबैजना घुम्नलाई गएको। आज चाहिँ हामी चाहिँ डोलेश्वर घुम्नु गएको है, जाँदैछौँ। यो बाटोमा डोलेश्वर जाने बाटो। यो चाहिँ जङ्गलहरू पुग्नु लागेको छौँ हामी चाहिँ। भ्यू चाहिँ धेरै राम्रो छ आजको। यी दाइ बेनाजुहरू आउँदैछन् पछाडि। यो चाहिँ दाइको बाइक र दाइले एकछिन देखाएर आउँदै हुनुहुन्छ। उकालो चाहिँ धेरै उकालोमा पनि हामी चाहिँ भाउजू र म चाहिँ अघि छौँ। दाइ बेनाजुहरू चाहिँ पछि आउँदै हुनुहुन्छ। यो चाहिँ जङ्गल हेर्नुहोस्, जङ्गल। भाउजू र म हेर्नु, भाउजूले पुरा देखाउँदै राइटर हो भन्दै पुरा ठलाउँदै स्कुटर कुदाइरहनु भएको छ। उही पछाडि भेनाहरू धेरै पछाडि हुनुहुन्छ। बाहिर हामी चाहिँ सँगसँगै यस्तो चाहिँ म राइटर हो भन्दै पुरा मसँग हान्दै गएको थियौँ भाउजू र म चाहिँ। हामी डोलेश्वर अनि पाइलट बाबाहरू सब घुम्नु गएको। आज चाहिँ हामी चाहिँ भाउजू चाहिँ मलाई जिस्काउँदै चलाउनु भएको छ स्कुटर है। जाँदाखेरि छ है, भाउजूले चाहिँ हाँस्दै चलाउनु भएको छ। म चाहिँ पछाडि भाउजूले जिस्काउँदै गफ गर्दै हिँड्दैछु है। भाउजूसँग गफ गर्दै हिँड्दै थियौँ। बेनाजुहरू चाहिँ धेरै पछाडि हुनुहुन्छ, त्यही भएर हामी चाहिँ गफ गर्दै हिँड्दै थियौँ। हामी जङ्गलको नाम चाहिँ थाहा पाएन है। जङ्गल आइपुगिसक्यौँ हामी। पाइलट बाबा जाँदै हो अहिले चाहिँ। पाइलट बाबा जाँदैछौँ। एकछिन छिर्दिउँ भने डोलेश्वर मन्दिर छिरेको। अनि यहाँ फोटोसोटो एकछिन खिच्यो देखिरहेको। त्यसपछि अब लाग्यौँ हामी पाइलट बाबातिर। मन्दिरबाट निक्लेर त्यो बाइक निकाल्ने बेला अनि फोटो खिच्यौँ। त्यो चाहिँ गाउँहरूको जङ्गलहरूको एकछिन म चाहिँ बाहिर बाइक बिसाएको बेला फोटो खिचेको थिएँ भिडियोहरू। पाइलट बाबा जाँदा उकालोतिर थियो, त्यहाँनिर चाहिँ अनि जङ्गल थियो। त्यहाँनिर पुगेर अब यो चाहिँ चिसो खान लाग्यो। त्यो चिसो खाएर अब उकालो लाग्नु लागेको। अनि बाबातिर लागेको। यो चाहिँ म चाहिँ भिडियो बनाउँदै थिएँ, पछाडि आउँदै थियो। त्यसपछि गोतुले हात हल्लाउँदै थियो, हाँस्दै हिँड्दै थियो। पाइलट बाबाको कालो बाटो सबले हात दिँदै हात हल्लाउँदै थियो। म चाहिँ क्या हाँस्दै हिँडिरहेको थिएँ है। माथि पुगेर सबले हात त्यस्तो हल्लाउँदै थियो। म भिडियो बनाइदिँदैछु, तपाईँहरू हात हल्लाउँदै जानुहोस्। त्यहाँनिर सबले बाइक रोकेर फोटोहरू खिच्दै चाहिँ पुगिसकेको थिएँ माथि। हामी पाइलट बाबा पुग्नु लागिरहेको थियौँ। त्यहाँनिर पुग्नुलाई गाडीहरू आयो। त्यहाँनिर एकछिन बेनाजुबाट खानालाई पछि दिदी बेनाजी अघि जाँदै हुनुहुन्छ। पाइलट बाबा पुग्नु लाग्यौँ पनि। पाइलट बाबा पुगिसक्यौँ। त्यहाँभित्र पुगेर पाइलट बाबा कसरी पाइलटतिर घुमेर रुमतिर फर्किनु लागेको। बाटोतिर ओह्रालोमा आउँदै हुन्थ्यो पछाडि। तल आउँदै गर्दाखेरि मान्छेहरू रोकेर काफल टिप्दै थियो। काफल चाहिँ धेरै फलेको रहेछ। जङ्गलको बाटो हामी चाहिँ त्यहाँतिर काफल टिप्दै थियो। चाहिँ अब फर्किएको रुमतिर पानी पर्नु लाग्यो, त्यही भएर हामी चाहिँ चाँडो फर्किएको है। भन्दै आजलाई भिडियो यति नै हो। यसलाई फलो गर्नुहोस्, सब्सक्राइब सेयर गरेर लाइक गरिदिनु होला। सब्सक्राइब गरिदिनु होला। धन्यवाद। बाइ बाइ।